लक्ष्मी पूजा कार्यक्रम चाहिँ हामीले सुरु गरिरहेका छौँ है। तपाईँलाई सम्पूर्ण आजको लक्ष्मी पूजा कार्यक्रमहरू तपाईँलाई म देखाइरहेको हाम्रो चाहिँ आज लक्ष्मी पूजा कार्यक्रमहरू चाहिँ भइरहेको छ है। तपाईँले आज एकै ठाउँ भएर लक्ष्मी पूजा कार्यक्रमहरू चाहिँ गरिरहेका छौँ। शान्ति छाओस्, समृद्धि छाओस्। टिका यसो गर्ने सबैले यसो गर्ने गर्नु पऱ्यो अब अब के नानीहरूलाई पहिला यो दिन जब हो क्या पहिला नानीहरूको टाउकोमा हल्का थोरै गरिदिनु जेठी छोरी नानीहरूलाई पहिला ल मेरो घरको सबैभन्दा पहिलो लक्ष्मी जेठी छोरी फेरि मेरो घरको सबैभन्दा पहिलो जेठी छोरी पहिलो लक्ष्मी। अब त्यस पछाडिको दोस्रो लक्ष्मी नै लक्ष्मी। अनि अब यो लक्ष्मी भने सबै लक्ष्मी नै लक्ष्मी भयो कारण लक्ष्मी पछि आएर पूजा गर्नु पायो लक्ष्मीहरू पाँच लक्ष्मी सुधो त गर्नु त हुँदैन हौ फेरि जनजुठो लागिरहेको तिल जाउ त के हुन्छ तालो अनि अब यसपालिको आज भात खाएको माते छैन अब छिटो न तपाईँको खुट्टा मात्रै आइरहेको छ क्यामेराम्यान चाहिँ मेरो कान्छु सानो है। अब अर्को अझै दिनुपर्छ नि त आशीर्वाद त बाँकी नै छ नि हौ भयो हौ यो अर्कोचोटि साली बहिनी मक्सिरमा चाहिँ अब सिङ्गल हो मिङ्गल हुनु पर्यो ल यस्तो ज्योति दिनु आयो दिनु सुख त त्यस्तै सुख के भन्छ शान्ति होस् समृद्धि होस् उत्तर प्रगति होस् सफल होस् मेरो लक्ष्मी 2 लक्ष्मी 3 लक्ष्मी 4 लक्ष्मी महालक्ष्मी यता महालक्ष्मी यता आइपर्ने भएर मेरो घरको मूल लक्ष्मी ए मूलको सेकेन्ड मूल हो मूल हो मेरो पहिलो सन्तान छोरी अब आयु त अब त्यसरी नै आयु त पुरा होस् अनि बिर्सिहाल्छु क्या बिहानदेखि रट्नु पर्दैन यो आशीर्वाद के अरे के भन्छ हौ सन्तानको रूपमा भगवानले दिनुभएको लक्ष्मीको पहिलो छोरी भन्छ सिकाउनु पर्छ त्यस पछाडि के भन्छ राम्ररी पढ्नु उच्च शिक्षा हासिल गर्नु पढेर मात्रै हुँदैन अनि व्यवहारमा त्यो उतार्नु अनि के भन्छ भगवान आशीर्वाद के भयो अनि बाबा आमालाई पनि सुख दिनु पर्यो अनि के भन्छ इज्जत इमान प्रतिष्ठान उच्च पदमा पुग्ने कोसिस सफल हुनु अनि जहिले पनि कठोर मेहनत लगनशील दृढ सङ्कल्पतालाई कहिले पनि पछाडि नदिनु जित अवश्य छ। यसलाई त अब कान्छाले त जान्दैछ ल कान्छाले त आशीर्वादै दिएको ल है कान्छी छोरी मेरो दोस्रो लक्ष्मी उता कान्छाले अब स्वीकारिहाल्छ ल अब राम्रै पढोस् हुर्कोस् बढोस् त्यही सोचरा नै हो ल चल्यो आज उच्च सम्मानै पायो अब हो र
एउटा हात अप्ठ्यारो छ नि तल छ पैसा पाउँदा सानो छिटो सानो बराबर दे नानीहरुले छोराछोरी छुटाउनु के भगवान त्यसो त गर्दैन कान्छी छोरीलाई त अहिले त 1000 रुपैयाँ फरक पर्छ भित्रै हाल्नु नि अँ भन्दैछु भन्न